एभरेड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ, वान अफ द मेजर स्टेप माइट बी एजुकेसन लोन। यदि तपाईँ अस्ट्रेलियाको लागि एप्लाई गर्दै हुनुहुन्छ भने त एजुकेसन लोन तपाईँको लागि कम्पलसरी नै भयो भने युके एप्लाई गर्दा पनि यस एजुकेसन लोन र ब्याङ्क ब्यालेन्स दुईटै अप्सन रहन सक्छन्। त्यसमा पनि एजुकेसन लोन इज वान अफ द मेजर पार्ट। अब कतिपय स्टुडेन्ट्सहरूको समस्या के हुन्छ भने एजुकेसन लोन कहाँबाट लिने, कुन ब्याङ्कले अप्रुभ गरिदिरहेको छ, कति वर्किङ डेजमा चाहिँ एजुकेसन लोन अप्रुभ हुन्छ, टोटल कस्ट कति लाग्छ, डकुमेन्टेसन के लाग्छ र जग्गाको भ्यालुएसन र फ्यामिली इन्कम कति हुनुपर्छ भन्ने विषयमा चिन्तित धेरै विद्यार्थीहरू भइरहनु भएको मैले अहिले मार्केटमा पाएँ। म के भन्न चाहन्छु ती विद्यार्थीहरूलाई भने यस एजुकेसन लोन सम्भव छ। तपाईँको फ्यामिली इन्कम, तपाईँको जग्गाको भ्यालुएसन र सबै कुरा ओभरअल चिज हेरेर इच ब्याङ्कको आफ्नै रिक्वायरमेन्ट्स हुन्छ र यदि त्यो रिक्वायरमेन्ट्स फुलफिल गर्यो भने तपाईँले आफ्नो ड्रिम डेस्टिनेसन अस्ट्रेलिया, युके, क्यानाडा, न्युजिल्यान्ड लगायतका डेस्टिनेसन्सहरूका लागि एजुकेसन लोन गर्न सम्भव छ। अब यी चिजहरूको लागि विस्तृतमा जानकारी लिनका लागि तपाईँको लोन कसरी स्याङ्सन हुन्छ, कसरी डिस्पर्स हुन्छ र चाहिने डकुमेन्ट र कस्टिङ प्लस बाँकी अरू जुन ब्याकग्राउन्डका सिनारियोजहरू छन् ती बुझ्न भने एकचोटि अवश्य हामीलाई भिजिट गर्नुहोला या तल दिएको सम्पर्क नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। वी आर आमा एजुकेसन, वी गाइड यु लाइक आमा।